कुन चाहिँ समय पढ्दा सबैभन्दा राम्रो हुन्छ, उपयुक्त हुन्छ? जुनसुकै बेला पढे नि भइहाल्छ नि होइन, मन लाएर पढ्यो भने जुनसुकै बेला नि भइहाल्छ नि। सबैले यस्तै भन्छन् हो र? होइन होला के हो? होइन, केही कुराले असर गर्छ हजुर। कुन कुराले असर गर्छ भने हामीले कुनै कुनै समय यस्तो उपयुक्त हुन्छ जुन बेला चाहिँ हाम्रो दिमागले पढेको कुरा सजिलै ग्रहण गर्न सक्दछ। त्यसैले कुन समय उपयुक्त हुन्छ भनेर सोच्नुभन्दा अगाडि हामीले यहाँ केही कुराहरूलाई ध्यान राख्नुपर्ने हुन्छ। के कुरा भने एक नम्बरमा यो व्यक्तिगत अवस्था अनुसार, जस्तै कोही मान्छेलाई बिहान पढ्दा एकदमै चाँडो बुझ्छन्, कोही मान्छेलाई बेलुका पढ्दा एकदमै चाँडो गरी बुझ्छन्। अब बिहान पढ्दा बुझ्नेलाई बेलुका पढ भनेर भन्नु भएन, बेलुका पढ्दा बुझ्नेलाई बिहान पढ भनेर भन्नु भएन। यो मान्छेको व्यक्तिगत अवस्था अनुसार पनि, चाहना अनुसार पनि हुन्छ। यसलाई भनिन्छ पर्सनल प्रिफरेन्सेस होइन। अब दोस्रो कुरो, सिर्काडियन रिदम। हाम्रो शरीरको आफ्नै एउटा प्राकृतिक घडी छ जसलाई सिर्काडियन रिदम भनिन्छ होइन। र सुत्ने र उठ्ने एउटा आफ्नै एउटा चक्र छ होइन। त्यो चक्रलाई डिस्टर्ब नगरिकन होइन, यो चक्रले पनि एउटा कुरा के चाहिँ असर गर्छ भने नि, स्लिप एन्ड वाक साइकलले के असर गर्छ भने हामी कुनै पनि कुरामा पढ्नलाई अथवा त्यो कुरामा ध्यान एकत्रित गर्नको लागि कति सक्षम हुन्छौँ, कति अलर्ट र फोकस गर्न सक्छौँ त्यो कुरालाई भन्ने कुरामा यो स्लिप एन्ड वाक साइकलले पनि असर गर्छ। यसलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। अब तेस्रो कुरो चाहिँ हो वातावरण होइन। वातावरण कतिको शान्त र डिस्ट्र्याक्सन फ्री, अवरोध कोलाहल बिनाको वातावरण छ होइन, यसले पनि असर गर्दछ। क्वाइट एन्ड डिस्ट्र्याक्सन फ्री इन्भाइरोमेन्टलाई पनि ध्यान दिनुपर्ने हुन्छ। अब चौथो कुरो भनेको प्र्याक्टिकली व्यावहारिक कुरालाई नै ध्यान दिनु पर्दछ। व्यावहारिक कुरा भनेको मतलब आफ्नो सेड्युल, आफ्नो दिनभरिको रुटिनमा आफ्नो शरीरमा हुने शक्ति कतिको छ, त्यस्तै थकान, रेस्ट, यी कुराहरूलाई पनि ध्यान दिनु पर्दछ। र त्यो यदि हामी शरीर थाक्दा थाक्दै नै पढ्छौँ भने चाहिँ त्यो कुरा जति रटे पनि आउँदैन होइन। त्यसले एकदमै यी कुराहरूलाई ध्यान दिनु। चारवटा